हेलो आदरणीय साथीहरू, आज म चाहिँ हाम्रो नेपाली दाइको होटेलमा आएको छु है। यहाँनिर चाहिँ उहाँको होटेल चाहिँ हेर्नुहोस् है, एभरेस्ट बिस्ट्रो इन्डियन नेपाली रेस्टुरेन्ट एन्ड बार भनेर लेख्नु भएको छ। अनि यहाँनिर चाहिँ हामी भ्रमणमा आइरहेको छ, भिजिटमा। अनि हेरौँ अब भित्रतिर है, म तपाईँलाई देखाउँछु। हेर्नुहोस्, यो हो फोन नम्बर। यदि तपाईँहरू आउन चाहनुहुन्छ भने यहाँनिर हेर्नुहोस्। यहाँनिर चाहिँ खानाहरू राख्नु भएको रहेछ। अन्त तपाईँलाई के मनपर्छ खान सक्नुहुन्छ। यतातिर बस्ने ठाउँहरू रहेछ। यहाँबाट भएर राम्रो छ। हेर्नुहोस् है, हेलो दाजु, नमस्कार। नमस्कार। ओहो, ल दाजु, आज हजुरको होटेलमा आइयो। के छ भन्नुहोस्, कस्तो छ? यो कुन ठाउँ हो दाइ वास्तवमा भन्नुहोस्? यो चाहिँ खास हामी सार्लेटै हो, तर हामी माउन्ट होलीको नजिकै छौँ। माउन्ट होली नजिकै छौँ। अनि त्यहाँको बोर्डर छ नजिक। यो कहिलेदेखि सुरु गर्नु? भर्खर हो कि? हामीले लास्ट मन्थ 19बाट सुरु गरेको। यो 19मा 2 महिना हुन्छ ठ्याक्कै। भर्खरै सुरु। यस्तो छ, म एउटा कुरा थपिहालेँ। यो व्हाइट वाटर सेन्टरमा घुम्न आउने मान्छेहरूको लागि चाहिँ एकदमै नजिक पर्ने रेस्टुरेन्टमा पर्छ। व्हाइट वाटर वाइट वाटर के अरे यहाँ टुरिस्ट सेन्टर छ। अनि त्यसमा राम्रो छ, राम्रो ठाउँमा हो रहेछ, राम्रो लोकेसन राम्रो लाग्यो क्या दाइ? हजुर, होइन, भिजिबल छ सबै। हामी चाहिँ घुमाउँला हजुरको स्टोरमा फेरि पनि, र साथीहरूलाई पनि आउन अनुरोध गर्छु है मैले। जो जसले देख्नुहुन्छ सरले भन्नु त दाइ। होइन, सबैहरूलाई एकचोटि आउनुहोस्, टेस्ट गर्नुहोस् हाम्रो नेपाली स्टाइलको खाना, नेपाली टेस्ट। एकचोटि आउनुहोस्, टेस्ट गर्नुहोस्। हामीहरूले यहाँ तपाईँहरूलाई भनेर खोलेका छौँ, अनि अवश्य पाल्नु होला। धन्यवाद।